गाइस धान रोप्दिनु म यहाँ उजेली गएछ त सेताउरी आएर रोप्दै घर खाली छ रोप्न आउनु होला 11 वर्षपछि म खेत रोप्न आउँदा नि तर मलाई रोप्न आउँदो रहेछ यस्तो राम्रो रोप्छ नि मैले हो गाह्रो हो साथीहरू घर बोकेर हिँड्नुपर्छ है ठुल्बा हजुर भारी बोकेर हिँड्नुपर्छ है बाई बाई सकियो ल खाजा खाइयो अनि ट्र्याक्टर बोकेर हिँड्यो म नि बोकेर हिँडेँ अब म घर जान्छु खाजा खाइहाल्यो घर गएर अब नुहाउनु पर्यो भैँसीलाई पानी दिनु छ आज त म कति धेरै काम गरेछु मलाई सामान तुमान बोक्न मकै मैले हिजो सफा गरेको अब अलिकति बाँकी छ त्यो त नत्र भने सक्यो खाना बनाउँदैछु म यहाँ खाना मतलब अचार दिनलाई यता गएर थकै लाग्यो मलाई तर यसमा अब कुन खाना हुने हो कुन हुने छैन मलाई केही आइडिया भएन थकै लाग्यो पसिना आयो एक्सर्साइज नगर्नु पनि केही छैन अब यही काम गर्नुपर्ने जस्तो छ बाई बाई गरिदेऊ ल बाई सी यू बाई मामा घर गएर आउँछु म पापा खाएर आउँछु म ठुली भएर आउँछु म राम्री भएर आउँछु म भनिदेऊ आमा रेडी छोरो रेडी उता हजुरआमा रेडी ल बाई बाई लड्छ कि भनेर कस्तो लागिरहेको त गाई आज हाम्रो यता रोपाइ हो म आउँ रोपाइ गर्न बाबा बसिरहनु आज लिएर आएको लाटी जस्तो भएर म रमाइलो लागिरहेको ठुल्बा सुन्दैनन् कान रोपाइ छ यहाँ मम्मी खाजा मिलाउँदै हिँड्नु गर्नलाई यतातिर रोप्दै हन् कति कति अब म जान्छु रोप्न काम पाउँदै रहेछ यिनीहरूले गुड ओइनै बाँध्न पर्ने मान्छेले त बाँधेको त खुट्टाले खाजा खाने जस्तो गर्छ नि त ल खाऊ म किन होइन गाई त्यहाँ मासेर पनि रोपाइ आज सबजना रोप्दै छन् बुवा काट्नु पारेर हिँडिरहेन् अब म के भन्नु काम हराउनु पर्ला त गाई चाहिँ दुईजना रोप्दै छन् म पनि रेडी भएर आएको छु रोप्नलाई लुगा चाहिँ अब यस्तो नयाँ नयाँ बेला राख्नुपर्छ ठुलोदेखि भन्छु होला म अब रोप्छु तर आउनु चाहिँ आउँदैन मलाई के छ त आन्टी गाई यदि मैले रोपेँ मेरो स्किल यस्तो खतरा ल हेर्नुहोस् यस्तो खतरा कसरी रोप्नु सक्छ भने भन मलाई मैले यति रोपिसकेँ अब यति रोप्छु हाम्रो ठुल्बा र बुवा के छ त बर्थडे कस्तो लाग्यो ठुल्बा रमाइला है बर्थडे हिजो नि त नि केक खाएर मजा आयो होला तपाईँ के खानु छुटिहालेँ यस्तै हो के गर्नु गाह्रो छ यो हाम्रो खेत हो धान रोप्दै नि हाम्रो मम्मी करमहिन मात्रै रोप्ने होइन माथितिर नि रोपाइ छिटो रोप्नु त्यही हो र अनि म पनि रोप्दैछु यहाँ मजा आइरहेको रोप्न भरे चाहिँ कम्मर दुख्ने होला त्यही पनि केही छैन या बिउकुल चाहिँ मैले यसरी अब केही छैन के अरे बा बाई बाई खनायो खनायो जे हो खनायो पहिला पहिला कति पाक्थ्यो यो बोटामा अहिले त केही छैन रहेछ तर पनि यति चाहिँ मैले भेटेँ अब मैले खान्छु यो गरममा पानी नै रहन्छ त्यही भएर रेगिरहन् हाम्रो बुवा मकै भाट्दै छन् अझै पकाड्दै छन्
यो चाहिँ हाम्रो होइन कसको हो थाहा छैन यति धेरै भेटायो भने चाहिँ दर्शक बिन्दुहरू हाने गाइस कति राम्रो भ्यू हो हाम्रो खेतबाट देखिने माई गड वाउ 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 छ यता काम गर्दैछन् म यहाँ आनन्दले बसेर छु मेरो नङ पनि गयो यस्तो भयो हिजोकै हत्ती रोपे भएर होला टुडुडु यहाँ पनि दुईजना रोप्दैछन् म आनन्दले बसिरहेको छु किनभने ठाउँ सानो हो अनि म बसेँ आराम गरेर जादु गरे होइन त बुवा जादु होइन त काँचो मकै खान लाग्छ साथीहरू म गाई खेत पानी नभएर यस्तो गर्नुपर्ने स्थिति आहा अब यिनले कहिले चाहिँ यो गरेर ढकाउने हो थाहा होइन के रमाइलो लाग्यो है गुड जब ल छेप नि त अनि एकछिन अब खाजा खाने बेला भयो म बसिरहेको छु निहुरो टिपेँ यति मैले खाजा लिएर छु यहाँ खाजा खाने बेला भान्सेको पारा यो त म फाइनली घर आइपुगेँ हालत खराब भए ल्याएको चाहिँ फेरि यति अरू केही ल्याएन